हे गाइस फेरि पनि स्वागत छ तपाईहरुलाई स्पेशल भ्लगमा चाहिँ आजको दिन मेरो लागि एकदम स्पेशल छ गाइस किनभने म एकदमै ह्यापी छु मेरो फेसबुक मोनेटाइज भएकोमा ल हेर्नु है मेरो फर्स्ट अर्निङ निकाल्दै छु यस यो हेर्नुस् बैंकबाट पैसा निकाल्दै छु फेसबुकबाट पैसा कसरी आउँछ र के गरी आउँछ म अन्तिम भिडियोमा भन्ने छु तपाईहरुलाई पनि यो स्किप नगरिकन भिडियो हेर्नु होला अन्तिममा चाहिँ भन्ने छु तपाईहरुलाई कसरी फेसबुकबाट अर्निङ हुन्छ अनि यो पैसा लिएर हामी कहाँ जाँदै छौं के गर्दै छौं सबै कुरा मैले अन्तिममा एक्सप्लेन गर्ने छु सो गाइस स्किप नगरी फुल भ्लग हेर्नु होला हस्त धन्यवाद बाइ बाइ हेलो नाच हाँसो मेरो पहिचान बनेको छ म हो सागर हेलो जान तपाईहरुलाई फेरि पनि स्वागत छ मेरो भ्लगमा केही न केही नयाँ भ्लग फेरि पनि म ल्याएको छु तपाईहरुलाई एकदम एक्साइटेड गर्नलाई सो हेर्नुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ र आजको भ्लग एकदम स्पेशल छ किनभने धेरै दिनपछि हामी साथीहरु जोडी जोडी घुम्न निस्केका छौं है त हामी खाली हात चाहिँ जानुहुन्न यहीँबाट नै लिएर जानुपर्छ सबै सामग्रीहरु त्यसपछि हामी सामग्रीहरु किन्न गयो देख्न सक्नुहुनेछ र त्यसपछि हामी फेरि मासु पनि किन्न गयो अनि सुरु भयो हाम्रो जर्नी पदमपुर हुँदै सरर बाटोभरि भिडियो क्लिप मोमेन्ट क्याप्चर गर्न छोडेनौं त्यो तपाईलाई थाहा छदैछ हाम्रो बानी म र मेरो माया स्कुटीमा सरर कति रमाइलो फिल वाउ जाँदा जाँदै बाटोमा फेरि बिचारा 100 वर्ष कटेको हो कि उहाँको चाहिँ एउटा रमाइलो दिन थियो क्या हो त्यो पनि हेर्दै गयौं गैरीबारी चोक पनि कट्यौं अनि पुग्यौ शक्तिखोरको पुल कटेपछि चाहिँ लेफ्ट साइडबाट छिर्नु होला यतापटि चाहिँ अब झर्ना तपाईलाई थाहा छदैछ अनि फेरि हामी अगाडि गइसकेपछि बीचमा रोक्यौं किनभने त्यहाँ अलिकति राम्रो लाग्यो एउटा ठाउँ खासमा त हामी ज्याकेटहरु लाउनलाई हो जाडो भएको थियो बाटोमा त्यहाँ रोकेको टाइम पारिकन हामीले त्यहाँ फेरि भिडियो फोटोहरु खिच्न छोडेनौं ट्र्याक टिकटक पनि बनायौं सबैजना भेट अनि खुसी छुट्टै थियो अनि हेर्नु त मेरो बुढी कस्तो डाउन बाबा के टाउकोमा रुमाल बानेर ओहो खासमा चाहिँ उलाई चिसो लाग्नलाई हो त्यो बानेको चिसोमा चाहिँ तपाईहरु पनि बान्नु होला है त टोपी नभएमा र यस्तै ब्लग हेर्न चाहनुहुन्छ भने मेरो युट्युब फेसबुक टिकटक इन्स्टाग्राममा सागर हेलो जानै छ सर्च गरेर फलो सब्स्क्राइब गर्नु होला अनि फेरि बाटो हेर्नु त बाबा रे बाबा कति डेन्जरस धन्न हाम्रो स्कुटीले चाहिँ धानेको मान्न पर्छ बिचारा मेरो मायालु स्कुटी अलिकति मेरो स्वर बिग्रेको छ चिसोले होला मेरो स्वर एकदम कोइल जस्तो छ नराम्रो आयो भने चाहिँ तपाईहरुले छ्या भने नभन्नु होला है त जस्तो जे भयो नि हामीले फोटो भिडियो खिच्न चाहिँ कहिले छोडेनौ है 1 2 3 गो लभ यु जान्छ हाम्रो स्कुटी त बुढी खै मजाले चढिरहेको खै त्यसै हिँडेको खनि त्यसपछि बाटो पनि राम्रो त थियो तर अलि डर लाग्दो चाहिँ छ है अनि बेलुका हुन पनि लागिसक्यो फाइनली हामी पुग्यौं डेस्टिनेसनमा चाहिँ लास्ट जक्सन पुग्दा ओहो त्यहाँ जुन लास्ट अब रिसोर्ट जाने बाटो चाहिँ खतरनाक थियो त्यहाँ ओर्लेर चाहिँ हामी सिंगल माथि गयौं पार्किङ गर्यौं त्यसपछि हामी सामान उठाएर लाग्यौं मेरो भाइ के हो यो अनि हेर्नु न भाइको नाम पनि गोर्खाली अनि यो सामान पनि ट्याक्क अब मिलाएर बुझ्नु होला है त पार्किङबाट चाहिँ अलिकति माथि रहेछ हिँड्नुपर्ने अनि सबैजनाले सामानहरु अलिअलि उठाए अब अलिअलि चिसो पनि थियो थाकेका पनि थिए सो हामी माथि चाहिँ पुग्यौं चिसो इन्भाइरोमेन्ट थियो प्योर भाइब्स अब हुन्छ नि गाउँको आहा अनि हामी रुममा गयौं एउटै ठाउँमा रुम हेर्नु न कस्तो दामी सर र बेडहरु एकै ठाउँमा है प्योर भाइब्स छ के गाउँको अब टक्क सामानहरु राख्यौं त्यसपछि सामान राखिसकेपछि हामी माथि गयौं अनि कुर्सी सोर्सी मिलाएर अब त्यो चाहिँ अब तपाईलाई भन्नु पर्दा चाहिँ सबै मिलाएर हामी बस्यौं अनि फायर क्याम्प लगायौं कोही खाना बनाउँदै अब कोही यता मासु पोल्दै अब त्यो हुन्छ नि जस्ट अब रमाइलोको यो इन्भाइरोमेन्ट अलगै थियो के सबै आफ्नै तालमा थियौं एक्सट्रिम देऊ न एउटा नानलाई 2 3 गो Oi, oi! Oi, oi! Oi, 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 oi! Oi, 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 oi! एउटा गीत के भाइ सिंगर खोइ भएन बस बातेरे कहा जमी चलने लगी कुछ नहीं सच बात जो बयां की मर्दाना
आज दिन हे पानी, आज दिन हे पानी. Oi, como? Oi. Oi. Oi, oi, oi. Come on, guys. Let's talk. Bye. बस तेरी धूमधाम बस नाचो ए ए ए ए ए ए ए ए ए कौन है ये लोग? कहाँ से आते हैं ये? कमाल कर दिया आपने कितने टैलेंटेड है आप अमेजिंग जे सबैको रमाइलो भयो डान्सिङ गऱ्यौँ खानपिन पनि त्यस्तै राम्रो भयो जे सोचेको भन्दा राम्रो रमाइलो भयो सबैजना एकदमै रमाइलो गऱ्यौँ अनि मेरो अर्धाङ्गिनी धेरै पछि यस्तो खुसी देख्दा म एकदम मनैदेखि खुसी लाग्यो किनभने कामको प्रेसरले एकदमै यो खुसी कहाँ हराए भएको थियो मेरो बेबीको जुन यो चिज देख्दा चाहिँ मलाई एकदम खुसी लाग्यो त्यसपछि हामी खायो पियो अनि राति टक्क रुममा गयौँ त्यसपछि लेडिजहरू चाहिँ टक्क आफ्नो पाराले सुतिहाले अब हामी त के निद्रा लाग्थ्यो र अनि एकछिन गेम खेल्दै बस्यौँ अनि त्यसपछि गुड नाइट भोलि फेरि चाँडै उठ्नु छ हेलो गुड मर्निङ सबै सुतेकै कोही उठाएन हेर्नु त यहाँ अब हामी चाहिँ टक्क उठेर फ्रेस हुन गयौँ किनभने हामीसँग टाइम कम थियो त्यसैले सुत्नुभन्दा अगाडि अब सुत्न आएको त होइनौँ हामी यहाँ त्यसैले सबैजना फटाफट उठाएर फ्रेस भएर अनि टक्क फोटो भिडियो अब रमाइलो गर्नुपर्छ भनेर हामी लाग्यौँ अनि माथि कफीहरू हल्का ब्रेकफास्ट पनि गऱ्यौँ त्यसपछि खाइसकेपछि टिकटक रिल्स फोटो कहाँ छोड्छौँ र त्यो तपाईँलाई थाहा छँदैछ ट्याक्क बनायौँ अनि निस्क्यौँ थाहा त जान्ला धरि खासमा गढी चाहिँ अलिक माथि नै हो गाइज अहिले नै सोचौँ त्यहाँ जान आधा पौने घन्टा त्यहाँ फेरि बनाउन आधा 1 घन्टा सो द्याट हामी हामीसँग 4 घन्टा आधा अरे कहना क्या चाहते हो? यो रोक्दा पछाडि लागि पर्छ कि जस्तो लाग्यो पछाडिको लागि मैले रोकी भन्छु पहाडको छेउछेउ नजारा हेर्दै ओहो वा एकदमै मिठो मैले त हेलमेटै खोलेर हिँडेको चिसो लाइन लाओस् भनेर अनि डाँडा पुगेपछि जुन ठाउँमा हामी डेस्टिनेसनमा भनेर गएको थियौँ त्यहाँ एकदमै दामी देखियो पहाडहरू वरिपरि जुन चाहिँ तपाईँले देख्न सक्नुहुनेछ अहिले तिमीहरू चाहिँ भिडियो नखिच है चालु मायाले रोजेको सपना पैसालु मानले रोजेको सपना सजाइदिन्छ सुटुकै दर्पण छाया यो के को यहाँ र वहाँ भन्नु पर्यो र एउटै सिन जुन नहुने र त नि केही हुन्न कि करेन्ट भयो के हो यो पुरानो ट्रेन ल्याखा त
भनेकै अरे हाम्रो मजाक उडाएर त्यहाँ हाम्रो मजाक उडाएर त्यहाँ हामीलाई ट्रोल गरे भने एकछिन सबजना क्लोज आऊ त क्लोज आऊ न ल तिमीहरू बोलाऊ उसले यता फोन बोलाऊ अहिले आइदियो हामी त ये हाफ हाफ अनि ठ्याक्क ऐसालु टिप्न हामी त्यहाँ पनि छोडेनौँ अनि हामीले ऐसालु टिप्यौँ अनि यहाँ पनि हामीले ऐसालु टिप्दै खाँदै अलिकति रमाइलो गऱ्यौँ के गरे भन न पहिला भन त यामा कहाँ काटेको शिट अन्त बस मैले पनि देखेको थिइनँ माथि माथि रहेछ टम्मै माथि माथिको फक्क फक्क बस थाहा छ रे खाने त किन हो ड्याडीको लागि रे सर्वश्रेष्ठ प्रेम सरको लागि उपर धनगढीतिर टान्टडा त्यहाँ गयौँ हामी ठ्याक्क पुग्यौँ त्यसपछि हामीले आफ्नो अब सबैको साधन राखेर अनि माथि चढ्यौँ भोक साह्रै लागेको थियो त्यहाँ खानाहरू चाहिँ रहन्छ त्यसैले हामीले सिम्पल खाजा नै अब मगाइसकेपछि सबैले फेरि एकछिन रमाइलो गर्न कहाँ छोड्छन् र हाम्रो केटाहरू हेर्नु न यहाँ पारा छुट्टै छ त्यसपछि खाजा आयो हामी खाजा खाएपछि सर आफ्नो आफ्नो हिसाबले फर्क्यौँ सर अनि एउटा कुरो क्लियर गरौँ गाइज भ्लग सुरुमा देखिएको पैसा प्र्याङ्क जुन थियो नि त्यो फेसबुक अर्निङ होइन है फेरि कमेन्टमा के भन्नु होला हल्का प्र्याङ्क थियो यो चाहिँ मेरो सम्धी जुन रामु हुनुहुन्छ मेरो साथी उहाँको चाहिँ एकाउन्ट नभएर मेरो एकाउन्टमा हाल्नु भएको थियो केही कारण बिग्रेको कारणले अनि मैले निकालेर उहाँलाई दिएको सो टेन्सन नलिनु म निर्दोष छु अनि बिचमा हामी फेरि भेट्यौँ हाम्रो एकदमै ज्वालामुखी बिचमा ज्वाला उहाँलाई भेटघाट गऱ्यौँ उहाँको फेरि छुट्टै स्वाग छ अनि अर्को मोमेन्ट के थियो भने आजको दिन चाहिँ हाम्रो अस्ति नै एउटा फेरि दिदीले भन्नुभएको बर्थडे सेलिब्रेसन थियो हाम्रो मामाको लागि चाहिँ अनि हामी फेरि सबैजना ग्रुप टिम फेरि टिचर्स ग्रुप भेट भएर सल्लाह गरेर हामी फेरि गयौँ दारीबा क्याफे म चाहिँ फेरि एकदमै पहिलो पटक है त्यहाँ बिचरा उहाँहरूले मलाई पहिल्यैबाट इन्भाइट गर्नुभएको थियो जान पाएको थिइनँ अब यसपालि जुर्यो भनौँ अनि हामीले मामालाई भेट्यौँ मामालाई त्यहाँ यसो सम्मान गऱ्यौँ
त्यसपछि हामी सबैजना भेटेर फोटो भिडियो खिचिसकेपछि चाहिँ अनि केक काट्न सुरु गऱ्यौँ। खानाको प्रेजेन्टेसन चाहिँ वाउ एकदमै मिठो र शानदार थियो है। यहाँ चाहिँ एकदमै मलाई खुसी लाग्यो। चितवनमा राम्रो चिल गर्ने ठाउँ खोज्दै हुनुहुन्छ भने दारिवा क्याफे रिकमेन्ड गर्नु होला है त। अनि यो अचानक कामले गर्दा निस्किएको कारणले चाहिँ त्यसको लागि मनदेखि सरी गाइज। लाइफ यस्तै हो, मोमेन्ट क्याप्चर गरौँ, माया बाँडौँ, रमाइलो गरौँ। थ्याङ्क यू सो मच फर वाचिङ। लाइक सेयर सब्सक्राइब गर्नु नभुल्नु होला है त। द्याट्स इट्स फर टुडे। सी यू इन द नेक्स्ट ब्लग। स्टे ह्याप्पी, स्टे पोजिटिभ, मच लभ, बाई बाई।